सबैलाई नमस्कार। म प्रेम थापा। आज म मोबाइलबाट राष्ट्रिय परिचय पत्र कसरी डाउनलोड गर्ने भन्ने विषयमा म यो भिडियो बनाउँदैछु। आशा छ यहाँहरूले यो भिडियो अन्तिमसम्म हेर्नुहुनेछ र म ढिलो नगरिकन म मोबाइलको स्क्रिनमा गइसकेपछि हामीले एउटा क्रोम ब्राउजर जुन भए पनि मैले गुगल सर्च गरेँ। गुगलमा गइसकेपछि त्यहाँ हामीले सिटिजन पोर्टल भनेर टाइप गरे पनि हुन्छ र यसको एउटा वेबसाइट छ। सिटिजन पोर्टलको वेबसाइट DONIDCR.gov.np हाने पनि हुन्छ। मैले सिधै त्यो नहालेर सिटिजन पोर्टल सर्टकटमा मैले यो टाइप गरेँ, सिटिजन पोर्टल। यो टाइप गरेँ। यो गरिसकेपछि यहाँ आयो हजुर। अब यो आइसकेपछि हामीले एनआइडी डाउनलोडमा हामीले चाहिँ अब क्लिक गर्ने, अथवा डाउनलोड एनआइडीमा गरे पनि हुन्छ। हामीले एनआइडी डाउनलोडमा मैले चाहिँ अब क्लिक गरेँ। यो क्लिक गरिसकेपछि अब यो एनआइडी यसको है, यो राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको वेबसाइट खुल्छ। यसमा चाहिँ अब एनआइडी डाउनलोड भनेर छ। यसमा यो फर्मेट भर्नुपर्ने छ। यस पुरा नाम नेपालीमा भनेको छ, नेपालीमै लेख्नुपर्छ साथी हो। यसमा जुन नागरिकतामा छ हाम्रो त्यो सेम त्यही लेख्नुपर्छ। रसुदीको फरक पर्नु भएन। मैले प्रेम बहादुर थापा मगर आफ्नो नाम लेखेँ है साथी हो। त्यसपछि गएर फेरि अङ्ग्रेजीमा लेख्नु पर्यो। अङ्ग्रेजीमा लेख्दाखेरि अङ्ग्रेजीमा पनि त्यही हो, सेम इङ्ग्लिसमा लेख्ने PREM। अब जे छ नागरिकतामा त्यही नै हामीले लेख्नुपर्छ है साथी हो। फेरि नत्र काम बिग्रिन्छ फेरि। अब तल आइसकेपछि नाम भयो। अब जन्म मिति लेख्नुपर्छ साथी है। जन्म मितिमा हाम्रो आफ्नो नागरिकतामा जुन जन्म मिति छ अनि यो जुन जन्म मिति छ त्यही सेम त्यही लेख्ने है साथी हो। विक्रम सम्वतमा लेख्ने हो। अब त्यसरी गएर नागरिकताको जारी मिति छ, नागरिकता कहिले बनेको हो त्यो नागरिकताको पछाडि हुन्छ, त्यो पनि त्यही सेम त्यही लेख्ने। त्यसपछि गएर यहाँ एउटा तल क्याप्चा भन्ने साथी छ है साथी हो। यो क्याप्चा तल दिएको छ त्यही जस्तो छ हुबहु त्यही क्याप्चा हालेर हामीले क्लिक गर्ने है। सर्चमा क्लिक गरेपछि यो चाहिँ हाम्रो अब हाम्रो चाहिँ खोल्छ है साथी। यो गएर यो त्यो मोबाइलमा ओटिपी आउँछ। जुन हामीले त्यो राष्ट्रिय परिचय पत्र गराउँदाखेरि मोबाइल नम्बर दिन्थ्यौँ, त्यसमा ओटिपी आउँछ है। त्यो ओटिपी यसमा यो हामीले यहाँ टाइप गर्ने साथी हो। यहाँ टाइप गरेर ओके गरिसकेपछि हाम्रो यो राष्ट्रिय परिचय पत्र हामीले देखिन्छ है साथी हो। यो राष्ट्रिय परिचय पत्र देखियो। अब यसलाई हामीले यसलाई डाउनलोड गर्नलाई अब यो अहिले नयाँ किसिमको आछ फेरि। त्यसको लागि फेरि तल हामीले फेरि डाउनलोड गर्नुपर्छ साथी है। अब तल आइसकेपछि यहाँ डाउनलोड छ अनि त्यसमा हामीले ल है यो छ सम्पूर्ण आफ्नो विवरण आइसक्यो। डाउनलोडमा हामीले गऱ्यौँ है साथी हो। डाउनलोड गरिसकेपछि अब यो आयो, फाइल डाउनलोडेड भइसकेको छ। अब यसलाई हामीले ओपन गर्छौँ है साथी हो। एकछिन अब हेर्दैछु, मैले ओपन गरेँ। ल ओपन गरिसकेपछि अब साथी हो यहाँ एउटा जस्ट नाउ भनेर लेखेको छ। यो नेसनल आइडी कार्ड भनेको छ नि साथी। यो यसमा हामीले फेरि क्लिक गर्नुपर्छ है। अनि यो यसमा क्लिक गरिसकेपछि यसले एउटा फेरि चाहिँ अब पासवर्ड माग्छ होस् है। मैले हेर्दैछु, म क्लिक गरेँ। अब यहाँ के भन्छ, दिस फाइल इज प्रोटेक्टेड हुन्छ। यो फाइल सुरक्षित हुन्छ साथी। त्यसो भने पासवर्ड मागेको छ। यो पासवर्ड के हो कसो भनेर अल्मलिनु पर्दैन साथी हो। यसमा पासवर्डमा खास के हुन्छ भने आफ्नो अल्फाबेटमा आफ्नो अगाडिको 4वटा अक्षर, जस्तो मेरो नाम प्रेम भने PREM भयो। अब मेरो दुईवटा पछाडि फेरि मेरो जन्मसाल त्यही नै टाइप गर्ने हो। अगाडिको 4वटा अल्फाबेटमा आफ्नो नाम लेख्ने इङ्ग्लिसमा, त्यसपछि पछाडि चाहिँ फेरि आफ्नो जन्मेको साल। यही 8वटा अङ्क हुन्छ, 4वटा अक्षर अनि 4 अङ्क। यति गरिसकेपछि साथी यो आयो है, हाम्रो राष्ट्रिय परिचय पत्र आयो। अब यसलाई चाहिँ हामीले सेभ गरेर डाउनलोड गरेर राख्न मिल्छ साथी हो। ल साथी यो अहिलेसम्म चाहिँ हामीलाई यो
भिडियो हेरेर जुन साथ दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै जानकारीमूलक भिडियोहरू ल्याउने प्रयास गर्नेछु। हस्त साथी हो, आजलाई बिदा हुन्छु। नमस्कार।